सभामुख महोदय, यस नीति तथा कार्यक्रममाथिको छलफलमा क्रममा केही महत्त्वपूर्ण सुझावहरू पनि म गर्न चाहन्छु। मन्त्रालयहरू मर्ज गर्ने सन्दर्भमा वन र कृषि दुईवटा मन्त्रालयको संरचना नै धेरै ठुलो भएको कारण र यसको दायरा पनि ठुलो भएको कारण त्यति व्यवहारिक हुँदैन कि भन्ने मेरो भनाइ हो। पर्यटन मन्त्रालय, उद्योग मन्त्रालय र वन मन्त्रालय तीनवटा मर्ज भयो भने पर्यटन र साना उद्योग यस्ता कार्यहरूलाई काम गर्न सजिलो बनाउनेछ। केही मन्त्रालयहरूको संरचना तथा कार्यक्षेत्र अत्यन्तै विशाल भएकाले प्रभावकारी व्यवस्थापन तथा नतिजामुखी कार्य सम्पादनमा चुनौती देखिएको छ। उद्योग मन्त्रालय तथा संस्कृति पर्यटन मन्त्रालय तथा वन मन्त्रालय बीच रहेको केही कार्यक्षेत्रहरूलाई समन्वयात्मक रूपमा सञ्चालन गर्न सकिने सम्भावना देखिन्छ। पर्यटन, साना तथा घरेलु उद्योग तथा स्थानीय उत्पादन प्रवर्धनलाई एकीकृत रूपमा अगाडि बढाउन गरी मन्त्रालयहरूको संरचना तथा कार्यविभाजन बारे सरकारले आवश्यक अध्ययन गर्नुपर्ने मेरो सुझाव हो। माननीय सभामुख महोदय, अरण्यको राजमार्ग देशको राजधानीबाट सबैभन्दा नजिक पर्ने प्रमुख अन्तर्राष्ट्रिय व्यापारिक तथा रणनीतिक सडक हो। तर यसको जीर्ण अवस्था तथा बारम्बार हुने अवरोधका कारण सिन्धुपाल्चोक सहित विभिन्न जिल्लाका नागरिकहरूले शास्ति भोग्नु परेको छ। त्यसैले अरण्यको राजमार्गलाई तथा जिल्लाका प्रमुख सडकहरूको स्तर उन्नति विस्तार गर्न नियमित मर्मत सम्भारलाई प्राथमिकतामा राख्न नेपाल सरकार तथा बागमती सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सिन्धुपाल्चोक जिल्लालाई बागमती प्रदेशको पर्यटन, कृषि तथा जलस्रोत विकासको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने स्पष्ट नीति तथा दीर्घकालीन योजना सरकारले ल्याउनुपर्छ। जिल्लामा अवस्थित भैरवकुण्ड, जुगल, हिमाल, पाँचपोखरी लगायतका धार्मिक, प्राकृतिक तथा ऐतिहासिक सम्पदाहरू प्रदेशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हुन्। यिनले संरक्षण, पूर्वाधार विकास तथा प्रवर्धनका लागि विशेष बजेट विनियोजन गर्न आवश्यक छ। त्यसै गरी जिल्लाको उच्च पहाडी तथा लेकाली क्षेत्रमा उत्पादन हुने गुणस्तरीय आलु, फलफुल तथा चौरी, याक, भेडा जस्ता पशुपालन गर्न क्षेत्रको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। दुर्गम भेगका नागरिकहरूले आफ्नो क्षेत्रका प्राकृतिक स्रोत तथा सम्भावनाबाट प्रत्यक्ष लाभ प्राप्त गर्ने गरी बजेट तथा कार्यक्रमको व्यवस्था गर्न म सरकारसँग आग्रह गर्न चाहन्छु। सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी, सुनकोशी लगायतका नदीहरूबाट हुने बाढी, डुबान तथा कटानका कारण प्रत्येक वर्ष धनजनको ठुलो क्षति हुँदै आएको छ। पहिलो उच्च जोखिममा रहेका बस्तीहरूको संरक्षण तथा आवश्यकता अनुसार सुरक्षित स्थानान्तरण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिनुपर्नेछ। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। यसका लागि पर्याप्त बजेट विनियोजनका साथै दीर्घकालीन समाधानका लागि वैज्ञानिक तथा प्रभावकारी नदी नियन्त्रण योजना र स्पष्ट कार्ययोजना ल्याउन आवश्यक छ। सिन्धुपाल्चोक जिल्ला भौगोलिक दृष्टिले अत्यन्त संवेदनशील तथा विपद जोखिम मुक्त जिल्ला हो। 2072 सालको विनाशकारी भूकम्पपछि पनि जिल्लामा कतिपय क्षेत्रमा पुनर्निर्माणका पूर्वाधार विकास, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिलाई प्रदेश सरकार र सङ्घीय सरकारले विशेष प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा म जोड दिन चाहन्छु। ती कार्यहरू शीघ्र सम्पन्न गर्न सरकारको विशेष ध्यान आकर्षण गराउन चाहन्छु। म वन मन्त्री
को जिम्मेवारीमा रहँदा मन्त्री परिषदबाट केही महत्त्वपूर्ण निर्णयहरू गरेको थिए। त्यो कार्यान्वयनको पक्षमा आएको छ कि छैन सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु र म केही कुराहरू बुँदागत रूपमा भन्न चाहन्छु। जसरी वन तथा वातावरण मन्त्रालयको डिभिजन भवन उद्घाटनमा म जाँदै गर्दा त्यहाँ चाहिँ एल्युमिनियमको झ्याल हालेको देखेँ। तत्कालीन सचिवलाई मैले त्यतिखेरै भनेको थिएँ, यो एउटा राष्ट्रको सम्पत्ति जुन काठ कुहिएर गएको छ भने किन वन यो स्टिलको झ्याल हालेको? यसलाई चाहिँ सरकारी भवनहरूमा चाहिँ तत्कालै सबैमा अनिवार्य काठ युज गर्नुपर्छ भनेर त्यतिखेरै जुन मन्त्री परिषदबाट निर्णय गरेको कुरा कार्यान्वयन भएको छैन, म त्यो पनि यहाँ